मेरो दोस्त, आजको कुरा बोल्न सजिलो छैन। एउटा कुरा शेयर गर्न चाहन्छु। कहिल्यै एक्लै स्ट्रगल गरेको छौ भने यो भिडियो लास्टसम्म हेर्नुहोला। डे 1 मा र डे 2 मा मेरो स्ट्रगलको कुरा तपाईले सुन्नुभयो। तर आज म एउटा कुरा स्वीकार गर्छु, कहिलेकाहीँ म पनि थाक्छु। कलेज जानु, होस्टेल फर्कनु, मनले नरुचाएको खाना पाउनु, रुम नपाउने र अझै त्यो मन नपरेको खालीपन किन यस्तो हुँदैछ र? कति टाइम लाग्ला यो सबै ठिक हुन? तर मलाई थाहा छ यसबाट भागेर के हुँदैन। यो स्ट्रगल नै मलाई स्ट्रङ बनाउँदैछ। त्यसैले म चुपचाप तर लगातार एडिटिङ प्र्याक्टिस गर्दैछु, ग्राफिक डिजाइनिङ इम्प्रुभ गर्दैछु, साइड हसल खोज्दैछु र कुनै गर्दै पनि छु। एआई टुल्सबाट स्किल बढाउँदैछु, डिसिप्लिन बिल्ड गर्दैछु अनि आफूलाई दिन बेटर बनाउँदैछु। कसैले देख्दैन तर यी साना कामहरू मलाई भित्रैबाट बदल्दैछ। कसैले नदेखे पनि म लडिरहेको छु र सायद तिमी पनि यही फेजमा होला। त्यसैले हामी दुवै हार मान्ने मान्छे होइन। र भोलि डे 4 मा यी स्किल्सहरूले कसरी मेरो कन्फिडेन्स, सोच र डेली रुटिन बदल्दैछ त्यो शेयर गर्नेछु। सायद त्यही कुरा तपाईको लाइफमा पनि टर्निङ पोइन्ट बन्न सक्छ। दोस्त, थोरै प्रोग्रेस पनि प्रोग्रेस नै हो। पछाडि नहट्नुस्, हामी एक दिन सफल हुनेछौ। भेटौँला डे 4 मा मेरो रियल लाइफ स्टोरी लिएर। तबसम्मलाई बाई।